माध्यम कल गार्डन छ फोटो खिच्नु के भित्र बसेर के छ यहाँ त मिटिङ हल रहेछ क्या है मिटिङ हल यहाँ त बेसी बिहाहरू हुन्छ नि पार्टीहरू ल अब पनि हामी अब टुकुर मिसे अनि साथसाथै खेम्बुलाहरूसँग हामी खाना खान आएको थियो यो चाहिँ कहाँ होला भन्दा चाहिँ तल सुमित बासना है अन्त खाना पनि ठिकै थियो राम्रै छ है अनि अब खाना खाइसकेर एकछिन यहाँ गार्डनतिर यस्तो घुम्दै यहाँ बुद्ध पनि राखिएको छ पचाउने जग्गा यता रहेछ नि जग्गा घुम्छ होला यो यता चाहिँ लस यता पछि बस्ने रहेछ पहिला हाम्रो लाटुरुममा चाहिँ फेप्सी गर्नु फोटो सेसन ल यहाँ यस्तो गरेर यहाँनिर गऱ्यो भने फोटो पनि भइहाल्छ है यसमा आउँदा चाहिँ फोटो पनि खिच्नु हामीले मात्रै तारे पर्सि बुझ्यो नि थ्याङ्क यू लस त्यो चाहिँ कालेबुङ टाउन कालेबुङ टाउन सुमित बासना लसो टासी दिदी नमस्ते अनि सानो म चाहिँ भिडियो गरिरहेको छु अहिले चाहिँ फेरि है आफ्टरनुनमा अनि अहिले चाहिँ 3:30 हुन आँटेको छ र अब हाम्रो बेलुकाको पूजा पनि हुन आँटेको छ र अहिले चाहिँ सानो अपडेट लिएर आएको छु म के होला भन्दा चाहिँ मलाई अब मेरो शुभचिन्तक भन्यो मेरो जिन्दाहरू मलाई चिन्नेहरू जतिले मात्रै मलाई अब फोन गरेर मेसेजमा है अनि फोनमा मेसेजमा अनि सबैजनाले मलाई उयो गर्नुहुन्छ कि अब पूजातिर मलाई नै आइदिनु भन्नुहुन्छ नि है अनि त्यसले गर्दाखेरि म चाहिँ अब यसमा अलिकति अपडेट भनौँ है हाम्रो चाहिँ अब कस्तो हुन्छ भने मैले अब मेरो चिनाजनाकोमा चाहिँ मैले अब यसमा फोन टु फोनमा मिलाएर हामीले गरिन्छ अनि हामी पूजामा जान्छ है खासमा हुन्छ अब हाम्रो रुलमा हुन्छ कस्तो गुम्बाको रुल चाहिँ कस्तो भने गुम्बाको अफिसमा आएर चाहिँ अनि खदाहरू चढाएर त्यहाँबाट पूजाहरूको लागि भन्नुपर्छ त्यो फोन टु फोनमा चाहिँ अब खासमा हुन्छ अब चिनाजाना भएर एक्सेस गरेको मात्रै हो तर अब फोन टु फोनमा चाहिँ हुँदैन है अनि त्यस्तो छ गुम्बाको रुल चाहिँ अनि अब फेरि मेरो चिनाजाना हो मै जान्छु भन्ने पनि हुँदैन हाम्रो चाहिँ अब यसरी नाम लेख्छ म चाहिँ सानो अपडेट चाहिँ के दिन्छु भने यो चाहिँ यसरी नाम लेखेर दिन्छ है अनि यो चाहिँ गुम्बा अफिसबाट नाम लेखेर दिन्छ अब यो स्याटरडे सन्डे भोलि र पर्सिको पूजाको लागि आदि त नाम यसरी दिन्छ अनि अब यसरी जग्गा जग्गामा पूजा कहाँ छ अब त्यसरी नै यसरी दिएको हुन्छ डिटेल्स है अनि यो चाहिँ अब यो नाम हेरेर चाहिँ हामी कहाँ पर्छ त्यसरी जानुपर्छ अब म जान्छु मेरो चिनाजाना हो मेरो यता हो म जान्छु यस्तो यस्तो भन्ने खालको हुँदैन है अनि यसरी नाम लेखेर दिन्छ अनि यही प्रकारले चाहिँ हामी जानुपर्छ त्यही भन्न चाहन्छु है अनि जति पनि अब मलाई मेरो शुभचिन्तक भने मेरो अब जिन्दाहरूले चाहिँ अब फोन गरेर भन्नुहुन्छ नि अब तपाईँ नै आइदिनुहोस् यस्तो यस्तो भन्नुहुन्छ नि है अब एउटा मान्छे चाहिँ कता जानु कता नजानु त्यस्तो भएर चाहिँ अहिले चाहिँ एकदमै बेसी भएर पूजा अनि त्यसले गर्दा यो चाहिँ अहिले चाहिँ सागा दावा टाइममा चाहिँ एकदम बेसी पूजाहरू हुन्छ नि त अनि यो अब बुन्जुर्गी दावा भनेर हामीले भनिन्छ है यति बेला चाहिँ अब धर्म कार्यहरू चाहिँ गरे पनि राम्रो हुन्छ भनेर चाहिँ मान्यता छ त्यसले गर्दा चाहिँ यो सागा दावामा चाहिँ पूजा एकदम बेसी यहाँ आज एक ग्रुप गइसक्यो अब अझै यहाँनिर 4 ग्रुप रहेछ भोलि 10 जना यहाँ 6 जना 5 जना 3 जना यसरी छ है यसरी अब यो नाम दिन्छ यो प्रकारले चाहिँ हामी जानुपर्छ है त लास्ट त्यो भन्न चाहेको मैले चाहिँ अब तपाईँहरू नरिसाइदिनु होला सानो जानकारी यस्तो हुन्छ अनि जति पनि अब पूजा गर्नु इच्छुक हुनुहुन्छ उहाँहरू चाहिँ अब गुम्बामा आएरै के भन्छ यो
अफिसमा आएर अफिसमा कन्सल्ट गर्नुपर्छ कहिले भ्याउँछ कहिले भ्याउँदैन है। अनि मलाई अब मेरो चिनाजाना हो भने फोन टु फोनमा त्यसरी मिलाउनु पनि साह्रो पर्दैछ अब है। कहिलेको टाइम दिनु कहिलेको डेट दिनु। अब कोही बेला गुम्बामा पनि पूजा हुन्छ, अलरेडी पूजा हुन्छ, पुग हुन्छ, त्यसले गर्दाखेरि हामीले त्यसरी आफ्नो प्राइभेट उयसमा गर्नु सक्दैन। त्यही भन्न चाहन्छु। लास्ट हो अनि यसरी नाम दिन्छ हाम्रो चाहिँ यसरी है। अब यो माथि चाहिँ नोटिसबाट हाम्रो यो क्लासको यो चाहिँ सबै अब सब्जेक्टहरू अनि यहाँ केहरू पढ्ने नामहरू पढ्ने है। अनि त्यहाँबाट यसरी नामहरू टालेको हुन्छ। यो प्रकार चाहिँ हामी जानुपर्छ। लास्ट हो त्यही भन्न चाहन्छु। अनि थ्याङ्क यू सो मच। अनि यो भिडियोलाई जति सक्दो सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच।
हसो गुड मर्निङ नमस्ते टासिदुले र हजुरलाई स्वागत छ फेरि पनि है आज भने बुधबार मर्निङ है वेडनेसडे र आज चाहिँ हामी बिहानै भिडियो गरिरहेको छु र आज चाहिँ के छ भने चाहिँ बिहानै लिएको भन्दाखेरि चाहिँ अहिले बिहानको 5 बज्न आँटिसक्यो बजेको छैन र अब चाहिँ गुम्बामा पूजा पनि स्टार्ट भइसक्यो बिहानको मर्निङकै र आज चाहिँ हामी फेरि डेलोतर्फ जानुपर्ने हुन्छ डेलोमा चाहिँ अब हाम्रो शुभचिन्तक भन्ने हाम्रो जिन्दाहरू एकजना हुनुहुन्थ्यो है उहाँ चाहिँ बित्नु भएको आज ठ्याक्क 4 दिन पुगिसक्यो र आज चाहिँ बाहिर जङ्गल लाने दिन है अनि आज चाहिँ बिहानै लगेर बिहान 8 बजीको साइड निक्लेको छ त्यसले गर्दा बिहानै जानुपर्छ लाग्छौँ अब चाहिँ हामी जाँदैछौँ गाडी पनि आइपुगेछ 2टा बेसी नआला भाइ बेसी बाख्रा सिंह बाख्रा गाएन बाख्रा एउटा हेटरमा हुन्छ सबै जानु होइन हेटरमा हुन्छ खबर कता जानु हेटरमा छेकोहरू पनि यस्तै हुन्छ नि छेकोहरू लुगामा जान्थ्यो त्यो ढङ्गा त्यो बेहोरा दिएर कमजोर निधारमा गयो है यो भनेको सन्डेसँग एउटा सुरु गर्न चाहिन्छ होला तपाईँहरू यो हुन्छ होला चोक्सी त त्यो होइन यो सेकेमहरू हाल्ने उतापट्टि चोक्सी छ नि त्यो रातो निकाल्दा हुन्छ होला उतापट्टि यहाँमै एउटा चाहियो है हजुर यो हुन्छ होइन त्यो सिम्बोको छोडिहाल्छ त्यो तेल मिलाएको हान्दैन हौ बिचमा यहाँबाट फर्क केटो स्याहार लोन उठाउनु यसो यता के यसो यहाँपट्टि खोइ दे त्यसै उल्टा साइडमा एउटा पछि चारवटा भइहाल्छ एउटा चाहिँ यो खोइ चाटा त खोइ 5 वटा बनाएन 5 वटा छ नि हो सफा हो हुन्छ बाबु चाउ यो सेटिङ यो त उठा मात्र हाल्नु छ सेटिङ मात्र हाल्छु न यो सिसाहरू चम्बक सिसाहरू यो नै हाम्रो सबै पाउँछ यता पकाउनु के गरेको त्यो सानोमा राख्नु हो त्यो सानोमा पास यहाँ आलु चाहिन्छ